त सबैजना ठिकै हुनुहुन्छ होला। आज एउटा यस्तो इन्सिडेन्ट भयो कि नभनिन सकिनँ र हजुर समक्ष भन्न आएको। यस्तो इन्ट्रेस्टिङ घटना घट्यो। मतलब हिजो हाम्रो छुट्टी थियो। छुट्टीमा म एकजना सँगै भनेर हामी घुम्न भनेर पल्लो साथीका घर जाने गयौँ। अहिले बनिएको गुवाहाटीको नयाँ ब्रिज जुन छ त्यो क्रस भयौँ। क्रस भएर मसँगै भएको जुन साथी हो स्कुटीबाट नामेर सोध्न गयो चाहिँ बाटो कता हो भनेर। त ठिकै छ, सोध्न गयो। आए पछाडि त मलाई लाग्यो त स्कुटीमा चढो। त्यहाँबाट गइरहेको छु म त 10 किलोमिटर जति गएँ। पछाडि हेर्छु कोही छैन। हे भगवान्, म त परिनँ बिजोकमा। यत्रबाट पनि गाडी कुदिरहेको छ, वान वे छ, न म घुर्न सक्छु। त गाडी कुदेको कुदैछ। पछाडि हेर्छु मान्छे छैन। म त झस्सँगै परिनँ र थुचुक्कै बसेँ। अन्त भरे भन्दा मैले त्यो मोबाइल पटपट निकालेँ। त्यसलाई फोन गर्नु पऱ्यो भनेको 5वटा मिस कल रहने। मैले भावेँ त्यो मान्छे त लडेर एकदम भइसक्यो होला। कोही एउटाले उठाएर जेनतेन बोल्न सक्ने भएर चाहिँ कसैलाई दियो कि मैले फेरि भुत्तुक्कै बिर्सेछु त्यो मान्छे स्कुटीमा चढेन। उता उसले फेरि के भावेछ, अलिक अगाडि गएर म रोकिन्छु। उसले मलाई नदेखेर उता टेन्सनमा परेछ, म लडेँ भनेर। कस्तो दुविधा पऱ्यो। स्कुटीमा सँगै गइरहेका छौँ। एक जग्गामा पुग्यौँ। त्यो जग्गामा पुगेर त्यो मान्छेले सोध्न आँटो चाहिँ जग्गा कहाँ हो। मैले बिर्सेछु त्यो मान्छे छ। म गएछु अगाडि गएँ। बहुत 10 किलोमिटर जति पुगे पछाडि हेर्छु मान्छे छैन। हे भगवान्, के गर्नु। अलिक एजेड मान्छे हो। हे भगवान्, लडेछ। अब त बाटा लडो, कता गयो, के गयो भन्ने म त कस्तो टेन्सन आइपऱ्यो। उता टेन्सन आइपरेर चाहिँ म चाहिँ कता लडेँ भनेर। एकखेप कल्पना गरी हेर्नु कस्तो इन्ट्रेस्टिङ कुरो। त्यस्तो खालको कुरो घटना हिजो घट्यो। अनि एकपल्ट त जिरिङ्ग भयो अरे, मन चिसो भयो अरे गऱ्यो। को मान्छे कता हो, कता लडो पनि, कहाँ पुगो। भाब्नु त 10 किलोमिटर तपाईँ जाने। म पछाडि बोलिरहेको छु, दादा यस्तो छ उस्तो छ भन्दैछु। किन बोल्दैन भनेर निकै हेर्छु त मान्छे छैन। कस्तो इन्ट्रेस्टिङ कुरो। थ्याङ्क यू।